हेलो हेलो नमस्ते साथीहरू म युट्युब च्यानलमा यहाँलाई स्वागत छ साथीहरू। आज म आलु पकौडा बनाउन गइरहेको छु। पहिला यसरी छिल्दैछु साथीहरू है, आलु यसरी छिल्दैछु साथीहरू। यो आलु छिलिसकेपछि साथीहरू पकौडा बनाउँदैछु आज है। कस्तो हुन्छ साथीहरू हेरेर कमेन्ट गर्नु होला साथीहरू है। यसरी छिल्दैछु साथीहरू आलु। पहिला सबै आलु यसरी छिल्ने साथीहरू है। यसरी छिल्दैछु मैले साथीहरू। यो भयो साथीहरू है। अब म कटिङ गर्छु साथीहरू है। हजुरले यतामुखि पनि यसरी पनि गर्न सक्नुहुन्छ है साथीहरू, यसरी पनि गर्न सक्नुहुन्छ। हजुरले यसरी पातलो यसरी बनाएर काट्न सक्नुहुन्छ साथीहरू। यसरी हजुरले पातलो गरेर यतामुखि काट्न सक्नुहुन्छ साथीहरू है। यसरी हो, यसो गरेर साथीहरू। मैले यतैमुखि काट्न चाहे साथीहरू है, अलि यसरी नै काट्न चाहे है साथीहरू। हजुरहरू पनि यसरी नै गर्नु होला साथीहरू है। सबै आलु यसरी नै काट्न चाहे मैले साथीहरू है। यसरी सबै आलु मैले यसरी नै काटेर ट्याक्क अहिले म पछिसम्म बनाउँछु साथीहरू है। हजुरहरू हेर्दै गर्नु होला साथीहरू। यसरी काट्ने, सबै यसरी काट्दै जाने। थोड़ा साथीहरू मैले हरियो मिर्चा पनि यसमा काट्न गएँ साथीहरू है। हरियो मिर्चा पनि हालेँ मैले है साथीहरू। मसिनो बनाएर काट्ने साथीहरू यसरी। यसरी काट्ने साथीहरू है। यो पनि रेडी भयो साथीहरू है। अब मैले मैदा हाल्छु साथीहरू है। पिठो पनि हाल्न गएँ साथीहरू है। यसमा यसरी हाल्ने, पिठो पनि हालेर ट्याक्कै यसलाई अब यसरी चलाउने साथीहरू। यसरी पानी हालिसकेपछि साथीहरू, पानी हालिसकेपछि यसरी चलाउने साथीहरू है। यसरी चलाउँदै जाने साथीहरू। यसरी यो पनि रेडी भयो साथीहरू। बेसन नभएको कारणले गर्दा मैले पिठो नै हालेँ है साथीहरू। तेल हालिसकेको छु साथीहरू। अब यसमा यो तेल पनि रेडी भइसक्यो। अब मैले हाल्छु, हेर्नुहोस् है साथीहरू। ल यसरी हाल्ने, हेर्नुहोस् यसरी, हेर्नुहोस् यो यसरी हाल्ने साथीहरू है। यसरी हाल्दैछु साथीहरू। यो यसलाई पकाउने राम्रोसँग साथीहरू। यसरी पाक्दैछ साथीहरू, हेर्नुहोस् है। पाक्दैछ साथीहरू। थोड़ा टाइम लाग्छ पाक्न।
रेडी भएको छ साथीहरू, हेर्नुहोस् है, रेडी भइसकेको छ। आलु पकौडा हो साथीहरू, यो रेडी भइसक्यो। अझ अरू पनि बाँकी नै छ। अब यो चाहिँ रेडी भयो अब साथीहरू है। कस्तो लाग्छ हजुर पनि यसरी नै गराउनु होला।